हेलो म कहाँ हो भन्दाखेरि चाहिँ बब्बाल झर्ना देखिरहेको छ त्यहाँ। यस्तो देखिन्छ। यहाँतिर इस्कुस फलिरहेछ। ओइ किन कराइस अझै यो फेरि गाउँघरमा यस्तरी मकै राख्ने चलन छ है। के भएछ भन्छ कस्तरी खाना त चिसो जाडोमा कति यस्तो हो। है उठ यसलाई थिचै क्या अर्को साथी चाहिँ उठ 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 छोड त्यतिकै दबाई केही छैन त्यो यहाँ चाहिँ मस्त मस्त फुल फुलेको छ हाम्रो घरमा। यस्तो बहल बहल फुल फुलेको छ। त्यो अर्को खालको त्यो हो। यो मेरो घर 3 पानीको डेरा। खतरा छ त नि क्युट आएको छ त यो त। सहरमा जे जस्तो गरेर हिँडे पनि गाउँमा चाहिँ दुःख गर्नै पर्छ। भ्यू यस्तो त्यो डाँडाबाट घाम झुल्किन लाग्यो है। बाट बटिनी पर ल्या त हैन नि गजब बेइज्जती है। 10 हो त्यस्तरी चिया अरे चिया चिया जिन्दाबाद। भालुले कान्छ डाल्दै त्यो घाम लाग्नु बेला त्यसो मकै सुकाउन जाउँ। खाएको एउटा त पनि अस्ति हाल्नुपर्ने रहेछ त्यो हो त्यो कालो यही भाग कालो चाहिँ बना। हेलो गुड मर्निङ वेलकम ब्याक मेरो न्यू भिडियोमा। हेलो म कहाँ हो भन्दाखेरि चाहिँ म मेरो गाउँमा। यस्तो छ यो गाउँ चाहिँ बब्बाल झर्ना देखिरहेको छ त्यहाँ। यस्तो देखिन्छ। यहाँतिर इस्कुस फलिरहेछ। घर हिजो चाहिँ मजाले आइपुग्यो। अहिले चाहिँ
चिया खाएर बसेको हाम्रो त्यहाँ छ भैँसी त्यो अरूकै हो यो हाम्रो घर पुरानो घर यहाँ थियो हिजो म आएको चाहिँ त्यो पारीको डाँडाबाट हो क्या ल यो हो गाउँ चाहिँ हाम्रो गाउँ राम्रो गाउँ यता 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 उता अलि उता कति जाने हो हाँ अलिक कुनामा गर्नु यस्तो हो गाउँघरको काम भनेको यो चाहिँ मेरो बहिनी कान्छी बहिनी हो कान्छी बहिनी यहाँ चाहिँ हाम्रो सानो फुच्चे पनि छ यहाँतिर हेलो यसलाई चाहिँ के हो घाँस खाने नै क्या यसले यहाँ चाहिँ हाम्रो किवीको बोट हो यो करेला त्यहाँतिर कोदो फलेको छ है कोदो यहाँतिर यो कोदोबारी हो कोदोबारी ल खा घाँस अब यो यति नै हो यहाँतिर साग रोपे छ रुख टमाटरको रुख टमाटर नै फलेको छ कि ओइ किन कराइस अझै लोकल कुखुरा है ल यो फेरि गाउँघरमा यस्तरी मकै राख्ने चलन छ है मकै सर आयो फुल ल इस्कुस फलेको छ यहाँ टन्नै छ हौ इस्कुसको जाला के भएछ भन्छ के गरेर मरेछ त केमा राख्छ त ला चल्ला मरेछ कहिले मऱ्यो हिजैतिर मऱ्यो क्या पक्राउ छ त अस्ति एउटा मरे 5 वटा भएको रोग लागेको छ के हो यो मरिसक्यो नि हैन भुइँमा राख्दा ऊ चलिरहेको जस्तो छ त बिमारी भयो चलिरहेको छ नि कहाँ मर्यो अझी त्यो बाहिर निकाल्न ऊ यहाँ तल चौरमा ला खोइ हात खुट्टै चल्दैन त्यो मनलाई छ मर्छ त्यो यहाँतिर दाना खाने त्यो मरिहाल्छ नि तर लगाइदिन्छ खाँदैन पानी नि आएको छैन हौ त्यो हातमा कस्तो खाना त चिसो जाडोमा कति यस्तो हो है उठ यसलाई थिचै क्या अर्को साथी थियो भने उठ 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 उठ
मान्छेले मर्न लागिसक्यो भन्यो यसलाई अर्कोमा केटीमा राख्नुपर्छ मर्छ त्यो फ्याल्दै नि हुन्छ अब किन फाल्ने हो र अहिले उता घाम लाग्यो भने यो गोरा चाहिँ के खालको क्या दामी भ्यू न त्यसले हावा छिक्नु यसलाई घाउ भइसक्यो यहाँ यत्रो सुन्दर छ नि छोड त्यतिकै दबाई केही छैन त्यो जान नपाएको मान्छे जस्तो त्यहाँको अनि झरना भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यस्तो बवाल छ ओ बाफ्रे यहाँ चाहिँ मस्त मस्त फुल फुल्या छ हाम्रो घरमा यस्तो बवाल बवाल फुल फुल्या छ त्यो अर्को खालको त्यो चारवटा पात भएको फुल चाहिँ फुलेको छैन चाहिँ या यसपालि यहाँ सेतो हरियो पहेँलो यो चाहिँ तुलसी बोर्ड जस्तो गरे अच्छा साङपर यो चाहिँ फुल हो मेरो बाइक यहाँ छ यो ड्याडीको बाइक हो त्यहाँ हेर छोपाईको हालत खतरा छ ल यो मेरो गाउँ हो यो मेरो घर दामी छ दामी दामी बर्खामा अलि रमाइलो हुन्छ हरियाली तिन पानी पार्ने ठाउँ हो यो चाहिँ फेरि तिन पानीको डेरा तिन पानी यो घाँस चाहिँ यो यहाँ पनि रहेछ यो भैँसीलाई हाल्ने हो तिन पानी डेरा अब घाँस काट्नु जाने हामी चाहिँ गाउँमा आएको त होइन गर्नु पर्यो त्यसलाई के दिने हो यो पारोलाई खतरा छ त अनि क्युट आएको छ र यो त पैसा पैसा भोलिपछि त 1 लाख 1.5 लाख हाम्रो गोरुहरू यता सार्नुपर्छ है गोरु चाहिँ यिनीहरूले मलाई गराउनु पनि घिसार लाग्यो भने चाहिँ को जिम्मेवारी हुने ल ए समत काले छोडिदिनु हो त्यही गाडिदिनु न 5,000 को ज्याकेट भाँचिन्छ अरे यो बेचेर किन्ने तपाईँले सानोमा गोदी गोदी त अनि छोडिदिनु है चट्ट गोरु सारी हो यहाँ खै हैस अब घाँस काट्नु पर्छ गाह्रो छ अब घाँस काट्नु पर्ने हुन्छ
यो काट्ने हो यो कहाँसम्म भोलि यसलाई सार्दाखेरि कहाँसम्म पुग्छ यहाँबाट काट्नु होला सहरमा जे जस्तो गरेर हिँडे पनि गाउँमा चाहिँ दुःख गर्नै पर्छ ल ल गाइज यो चाहिँ कहाँ हो मान्छे कहाँ हो देखावटी मात्रै काटेको हो गाइज अब यसले काट अब मेरो बहिनीले घाँस काट्छ यहाँ अब यो छेउको नि घाँस काट्नु पर्ने हुन्छ टक्कसँगले जाडो रहेछ हौ जाडो छ जाडो पऱ्यो अब झन् गाह्रो हुन्छ जाडो पऱ्यो भने गाउँघरमा लास्टै गाह्रो हुन्छ घाँस काट्नु घाँस दाउरा गर्नु फिराउँछ नि त लास्टै एक ठाउँ राख्यो पनि के थाहा सहरमा बस्नेलाई गाउँको पिरा के थाहा छैन नि हौ थाहा छैन के जुगाले टोक्यो हेर जुगाले यस्तो टोक्दो रहेछ ऊ यहाँ जुका ओहो जुगा यसलाई चाहिँ अनि यस्तो गरेर त्यो सुर्ती मारे तलले मार्ने हो अनि त्यहाँबाट यस्तोले फुत्ता फाल्ने नभए मिठो हुँदैछ ल अब घाँस काट्छु है यो धेरै भयो अलि घाँस काट्नु ल हाम्रो चाहिँ लगभग यसरी काटिसक्यो घाँस बिउ यस्तो ल पुग्यो घाँस पनि काटेर सक्यो त्यारै छेउ कुनाको त्यारै पाऱ्यो त्यो डाँडाबाट घाम झुल्किन लाग्यो है त्यो नखोल त्यहाँ त्यो खोल्यो भने झन् भत्केर गइहाल्छ पानी पसेर ल ल यिनीहरूलाई घाँस हालिदिने भने के हो यिनीहरूले नभेट्दैछ नि कुनातिर ल गाई छ अब हामी घर लागेको गाउँको चिसो पानीमा मजै अलग छ नि त 5000 को ज्याकेट में फोड़ ला गाह्रो छ नि हौ गाह्रो छ यो कति हजार चप्पल हो यो त्यो बाट बटिनी पर ल्या त हैन नि गजब बेइज्जती है आन्दोलनमा गएर म गिराको महँगो चप्पल निकालेर हुनसक्छ भात बटिनीबाट ल्याएर भन्न सकिँदैन बंशीले पानी खायो घाम पनि झुल्क्यो है यस्तो गरेर टिलिक्कै त्यो डाँडाबाट ठ्याक्कै डाँडाबाट झुल्किन्छ फेरि हाम्रो घाम दिइरहेको छ 10 हो त्यस्तरी यहाँ चाहिँ हाम्रो बाउले च्याउ ल्याएर आमा यहाँ च्याउ केलाउनु लागेको छ
के च्याउ हो यो चले च्याउ जस्तो छ अर्ग्यानिक च्याउ है यो चाहिँ चिया अरे चिया चिया के को चिया अरे के हो पाँचो भने पाँचोको चिया अरे पाँचोको ए बाँझो बाँझोको चिया अरे बाँझो कस्तो हो यो बाँझोको चिया पहिला यस्तो गरेर छ त ए यहाँ यो पत्रकार यहाँ नआएर मात्रै हो घन्टी पार्टी जिन्दाबाद घन्टी पार्टी जिन्दाबाद यो चाहिँ बना हाल्न मुझ फेसबुकमा यो चाहिँ यो के भन्नु के मैले टिकटक मात्रै बाउले ल्याएको च्याउ यो त्यो घन्टी सन्टीको लागि होइन हौ यो स्वतन्त्र पार्टी घन्टी ल यो चाहिँ हाम्रो घर गाउँ फुल यस्तो मजा फुलिरहेछ ओ बाबु दसले के ल्यायो के ल्याएको ए सिया मास भएर के भए त मेरो दिमाग चाहिँ भालु त आउँदैन भने त कसले भेट्यो अरे भालुले कान चुटाल्नु कानै छैन
यहाँ गिर्नु अरे ढल छ नि त्यहाँ ढल हाल्नुपर्ने